गर्दै जाँदाको क्रममा हामी दुवैजनाको यात्राहरू चाहिँ हाम्रो स्तरी जाँदा बराबर हुनुपर्छ क्या, इक्वल हुनुपर्छ होइन। यात्रा अब सङ्घर्ष नै होइन, सङ्घर्ष त नगरिकन त अब त्यो कुनै पनि गन्तव्यको यात्रा त सक्सेसफुल हुँदैन। सङ्घर्ष हामीले गर्नुपर्छ। सङ्घर्ष नै हाम्रो लागि चाहिँ एउटा महत्त्वपूर्ण हो होइन। त्यो सङ्घर्ष पनि अब कति कुन ठाउँमा सङ्घर्ष गर्ने, अब त्यो कामै नलाग्ने ठाउँमा सङ्घर्षै मात्रै गरेर पनि भएन नि त। अब सङ्घर्ष गर्दाखेरिमा त्यसले चाहिँ त्यहाँ सक्सेसफुल भइहाल्यो भने फ्युचरको लागि राम्रो हुन्छ भने त त्यहाँ त सङ्घर्ष गर्नु पर्यो। यदि त्यहाँ फ्युचरको लागि नै राम्रो छैन होइन, सङ्घर्ष गर्नु नै बेकार छ भने त्यसमा सङ्घर्ष गरेर टाइम वेस्ट किन गर्ने होइन। त्यही भएर कतिपय कामहरू गर्दा एकदम ध्यान दिएर काम गर्नुपर्ने हुन्छ होइन। सङ्घर्ष बिनाको चिज पाउनलाई केही गुमाउनुपर्छ क्या, म भन्छु कि केही चिज पाउनलाई केही गुमाउनुपर्छ। तर गुमाउन पनि यति चिज गुमाइयो कि यति महत्त्वपूर्ण चिजहरू गुमाइयो। भन्छन् एउटा उखान छन् कि खुकुरीको चोट अचानोलाई थाहा छ भन्छन्, तर त्यो अचानोलाई बरु त्यतिको पीडा चाहिँ छैन होला। त्यो अचानोलाई पनि बरु कहिले कहिले घरमा मासु आउँदाखेरिमा मात्रै त्यसले चोट पाउने हो, अनि त्यसले त अरू दिन त आनन्द रिस गरेर बस्नु पाउँछ नि त होइन। त्यो अचानको भन्दा पनि गहिरो चोट ममा छ क्या, तर त्यो चोटहरूलाई पनि सहजै मलमपट्टी लगाएर मनको उपचारहरू गरिरहेको छु। तर अब भने यो कुराहरूलाई चाहिँ मैले यति बेला नै राम्रोसँग बुझ्न सकिनँ भने, तर म एक दिन त्यो मैले नसोचेको ठाउँमा म पुग्छु क्या। मतलब त्यो हिजो कस्तो थिएँ र आज कस्तो छु, भोलि कस्तो ठाउँमा पुग्छु भन्ने कुरो त्यो मैले राम्रोसँग त्यो समयलाई सदुपयोग गर्न जानेन भने भोलि कसैले नसोचेका कुराहरूमा पुग्न सक्छौँ। चाहे त्यो जित होस् चाहे त्यो हार होस्, जिन्दगीमा त जितको भन्दा पनि हारको धेरै मैले पुरस्कारहरू पाएको छु। हारको धेरै पुरस्कारहरू